हेलो एभ्रिवान, नमस्ते, वेलकम। नयाँ पार्कमा तपाईहरुलाई स्वागत छ। नयाँ पार्कसँगै नयाँ बोट बिरुवाहरू, नयाँ फुलहरू, नयाँ बाटोको डिजाइन हेर्नुस् साथीहरू। आज फेरि हामी चाहिँ छोरासँग नयाँ ठाउँमा घुम्न आइरहेको छौँ। आउनुहोस् छोरो। हामीलाई पनि माया गर्नुस्, हामी पनि तपाईहरुलाई यसरी नै माया दिएर नयाँ नयाँ ठाउँको भिजिट गराउने छौँ है साथीहरू। मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब पनि गर्न नभुलिदिनु होला साथीहरू। दिनदिनै यस्तै नयाँ अपडेटहरू चाहनुहुन्छ भने अवश्य लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुलिदिनु होला है त। अझ राम्रो क्लियर देखियो होला। अघि क्यामेरा नपुछेकोले पो रहेछ। आउनुहोस् छोरो, जाम। साथीहरूलाई घुमाउन जाम छोरो। आउनुहोस् आउनुहोस्। ल है साथीहरू, आउनुहोस् सँगै घुमौँ कोरिया। आउनुहोस् छोरो। छोरो पनि घुम्न पाउँदाखेरि मक्खै। फुल सल्ला लु है साथीहरू, तपाईहरुलाई म आफै घुमाउँछु कोरिया कस्तो छ भनेर। म बसेको एरियाको चाहिँ म सबै देखाउने छु। तपाईहरुले मलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नुहोस्। गुटुङटुङ आउँछ नयाँ नयाँ। ल, यो हरियो घाँसमा गाई बाख्रा चराउन पाए कस्तो हुन्थ्यो होला। तिलिक्क टल्किन्थ्यो होला हौ राम। कति राम्रो घाँस, मलाई त लोभै लागिसक्यो है। यतै बाख्रा पालेर पो बस्छु कि के हौ साथीहरू। एउटा भैँसी पाल्यो भने दुध कति हो कति। ल, यहाँ पर चाहिँ रोड रहेछ। अब मेरो छोरा पछाडि आउँदै हुनुहुन्छ। खुसी हुनुहुन्छ छोरा पनि, जे होस्। रुममा बस्दा बस्दा वाक्कै दिक्क लाग्छ। छोराको पापा काममा, कसले घुमाउन लाने? हामी आफै घुम्ने हो साथीहरू। सक्छ त अब हामीलाई कसैले घुमाउन लानु पर्छ र पर्दैन नि। यति भएपछि यहाँ चाहिँ ट्राफिक जाममा बस्दै हुनुहुँदो रहेछ है त। अब हामी त रोड क्रस गरेर फेरि पारीको पार्कमा जान्छौँ। हेर्दै गर्नु। अब चाहिँ यहाँदेखि पारी जान्छौँ हामी अर्को पार्कमा। यहाँ कोरियामा चाहिँ जेब्रा क्रस गर्न एकदमै सजिलो छ साथीहरू। यहाँ हेर्नुहोस् न, यो ग्रिन बलेपछि, मान्छेको सिग्नल दिएपछि आनन्दले जेब्रा क्रस गर्न सकिन्छ क्या। यहाँ चाहिँ गाडीले हान्ला भन्ने डर पनि छैन। सफल भयो म अर्को नयाँ पार्कमा। यता छोरा, नो बेबी, यता। ओ बुम बुम उता छोरो। नमान्नु भएको चाहिँ जानै मान्नु भएन क्या। यसरी बस्न थाल्नु भयो। छोराले एक्सर्साइज गर्नुभएको रे। प्रत्येकमा ऐना छ। यसरी ऐना हेर्दै एक्सर्साइज गर्दै गर्नुपर्ने होला।
छोराले चाहिँ प्रत्येकलाई हेर्दै चलाउँदै हुनुहुन्छ। बस्ने ठाउँ पनि छ, म चाहिँ यहाँ बसिरहेको छु। कति हरियाली। ल साथीहरू, नयाँ पार्कमा त आयौँ, फेरि अर्को रोड क्रस गरेर। तर यता पनि सेमै जस्तो छ। अब चाहिँ भिडियो अन्तिम गर्नु पर्ला। अब अर्को भिडियोमा भेट्ने बाचाको साथ आजको लागि चाहिँ यति नै। बाई बाई। सकेसम्म मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुलिदिनु होला साथीहरू भन्दै यही भिडियोलाई टुङ्ग्याउन चाहन्छु।